हामीले जीवनमा धेरै पटक निर्णयहरू लिनुपर्ने समयहरू आउँछ जसमा अनिश्चितता, डर र अन्यल आउन सक्छ। मानिस प्राय आफ्नो बुद्धि, अनुभव वा परिस्थितिहरूमा भर पर्न खोज्छ, तर बाइबलले यसरी भन्दछ, आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख र तेरा आफ्नै समशक्तिमा भर नपर। आफ्नो सारा मार्गमा उहाँलाई सम्झी र उहाँले तेरा मार्गहरू सोझा तुल्याइदिनुहुनेछ। हितोपदेश 3:5-6। सबैलाई जय मसीह। डिभोसन 365 मा यहाँहरूलाई स्वागत छ। जब हामी कोही व्यक्तिमाथि विश्वास गर्छौँ तब हामी त्यस व्यक्तिमाथि सुरक्षित महसुस गर्दछौँ। उदाहरणको लागि एकजना छोराले आफ्नो पितामा पूर्ण भरोसा गर्छ। जस्तै पिताको इमान्दारी, क्षमता र राम्रो चरित्रमा छोराले पूर्ण आत्मविश्वास राख्छ, किनभने उसले आफ्नो पितालाई चिन्छ र उसको आफ्नो पितासँग गहिरो सम्बन्ध हुन्छ। उसले जान्दछ कि पिताले उसको लागि उत्तम गर्नुहुनेछ। तर के यही स्तरको विश्वास हामीले हाम्रो स्वर्गीय पितामा राख्दैछौँ? यहाँ हृदय शब्दले व्यक्तिभित्रको केन्द्रीय अस्तित्व, भावनात्मक र बौद्धिक चेतनालाई जनाउँछ। यसले देखाउँछ कि आफ्नो सम्पूर्ण जीवन, प्राण, आत्मा र शरीर नै परमेश्वर प्रति भरोसा साथ समर्पित गर्नुपर्छ। तर साँचो कुरा के हो भने परमेश्वरमा भरोसा गर्नु कहिलेकाहीँ हामीलाई गाह्रो लाग्छ। हामीले मानिसहरूमाथि चाहिँ भरोसा राख्छौँ, यद्यपि मानिसहरू बारम्बार हामीलाई निराशामा पार्छन्। तर केवल परमेश्वर नै एक मात्र हुनुहुन्छ जसमा पूर्ण रूपमा भरोसा गर्न सकिन्छ, किनभने उहाँ कहिल्यै बदलिनुहुन्न र सधैँ विश्वासयोग्य हुनुहुन्छ। तर यदि हामी उहाँलाई चिन्न समय नै दिँदैनौँ भने हामीले कसरी उहाँमा भरोसा गर्न सक्छौँ र? भरोसा गर्नु अघि उहाँलाई चिन्नु र जान्नु जरुरी छ। तेरो आफ्नै समशक्ति भन्नाले यहाँ मानव बुद्धि, तर्क, अनुभव, ज्ञान लगायतका सबै कुरा जनाइएको छ जुन हामी आफैले सिकेका, बुझेका वा अनुभव गरेका हौँ। भर नपरा भन्नाले पूर्ण रूपमा त्यसैमा निर्भर नहुनु, केवल त्यही आधारमा निर्णय नगर्नु भन्ने हो। आफ्नै समशक्तिमा भर नपर भन्नुको अर्थ यो हो कि हामीले आफ्नो बुद्धि, अनुभव र तर्कमा मात्र निर्भर भएर जीवनका निर्णयहरू गर्नु हुँदैन। हाम्रो बुझाइ सीमित हुन्छ, कहिलेकाहीँ गलत पनि हुन सक्छ। हामीले जे देख्छौँ त्यो सधैँ सत्य नहुन पनि सक्छ। जे सोच्छौँ त्यो सधैँ सही निर्णय नहुन पनि सक्छ। हाम्रो समझ सीमित र भ्रमपूर्ण हुन सक्छ, तर परमेश्वरको दृष्टिकोण सम्पूर्ण सत्य र विश्वासयोग्य हुन्छ। उहाँले देख्नुहुन्छ जुन हामीले देख्दैनौँ र उहाँको योजना हाम्रोभन्दा धेरै उत्कृष्ट हुन्छ, किनभने यसैया 55:8 र 9 मा उल्लेख भएअनुसार उहाँको ज्ञान हाम्रो विचारभन्दा अग्लो छन्। त्यसैले परमेश्वरको ज्ञान र मार्गदर्शनमा भरोसा गर्नु महत्त्वपूर्ण हुन्छ। आफ्नो सारा मार्गमा उहाँलाई सम्झी र उहाँले तेरा मार्गहरू सोझा तुल्याइदिनुहुनेछ। आफ्नो सारा मार्गमा उहाँलाई सम्झी भन्नुको अर्थ हाम्रा जीवनका सबै पक्षहरूमा साना वा ठुला हरेक निर्णयमा परमेश्वरलाई समावेश गर्नु हो। यसले यो जनाउँछ कि हामी केवल आराधना वा प्रार्थनाको समय मात्र होइन, तर दैनिक जीवनको हरेक पाइलामा, जस्तै पढाइ, काम, सम्बन्ध, आर्थिक कारोबार वा भविष्यको योजना बनाउँदा उहाँको इच्छा खोज्न प्रयास गरौँ। सम्झी भन्नाले केवल सम्झिनु मात्रै होइन, उहाँसँग सल्लाह गर्नु, उहाँको वचन पालन गर्नु र उहाँको इच्छा अनुसार जीवन जिउनु हो। जब हामी हाम्रो सम्पूर्ण जीवनमा परमेश्वरलाई केन्द्रमा राख्छौँ तब उहाँले हाम्रा मार्गहरू सोझा बनाउनुहुनेछ। हितोपदेश 3:5-6ले हामीलाई आत्मनिर्भरता होइन, परमेश्वर निर्भरतातर्फ डोर्याउँछ, जहाँ वास्तविक शान्ति, सुरक्षा र मार्गदर्शन भेटिन्छ। हामीले परमेश्वरलाई केवल सृष्टिकर्ता वा धार्मिक विचार मात्र होइन, तर हाम्रो जीवनका सबै क्षेत्रको स्वामी भनेर स्वीकार गर्नुपर्छ। परमेश्वरलाई केवल बाहिरबाट सल्लाह दिने होइन, हाम्रो हृदयको केन्द्रमा, निर्णायक स्थानमा बसेर हामीलाई नेतृत्व गर्न दिनुपर्छ। जब हामी हाम्रो हृदयको सिंहासनमा परमेश्वरलाई राख्छौँ र उहाँलाई सही ढङ्गले शासन गर्न दिन्छौँ, तब उहाँले हाम्रो मार्गमा सही दिशा दिनुहुन्छ, अवरोध हटाउनुहुन्छ र सफलता दिनुहुन्छ।